अरूलाई पनि एकदम फुल्लालो नानीहरू आउने गरी हामी दिइहाल्नु पर्छ ल खजामा खिच्ने यहाँनिर खिच्नु फ्री छ आमामा एउटा अहिले त मिलन मात्रै नानी थियो हातबाटमा लैजा म त त्यहीँ गएर बस्छु भने क्या अनि भने अनि यहाँ हेलो गाइज हामी चाहिँ आज सोलमा घुम्न आएको यता दिदी र म तर मोबाइल चाहिँ ब्यागपट्टि भएको छ यता दिदी हाई भन्नु हाई माइली हाई हाई यता चाहिँ हाम्रो छ यो खोलामा त दिदी ढुङ्गा कति निकाल्यो होला नि कति निकाल्ने होला यहाँको ढुङ्गा धेरै ठाउँ पुग्यो होला रात परिसक्यो झ्याउकुरी बाँच्दैछ हाम्रोतिर कतिखेर पुग्नु हो राति दिदीलाई झुक्कर आयो भन्नु ए मेरो साथी चाहिँ हुन्छ ए भइहाल्छ नि राम्रोको मात्रै बनाउने भन्ने हो र झ्याउकुरी बासेर जाऊ रोट हाम्रोतिर यस्तो छ चक्लेट अघि पनि खाएको र दिदी अन्त मासु काटी खाएको भोलि चाहिँ यस्तो अँगधेरोमा कस्तो आउँछ हौ दिदी नि रात पऱ्यो यो के हो यो तितिरी हो र यो हो न कस्तो राम्रो छ पहिला हामी यो बाटो हिँड्दै आउँथ्यो होइन यो बाटो हिँडेर यो पार्टी र के पार्टी भन्छ सीताराम पार्टी होइन सीतारामको पार्टी तपाईँ कतिखेर जानुहुने भयो दिदी भोलि गाडीमा जान्छ मैले यो ऊ होइन के अरे यो नस्पाती होइन दिदी फलेन छ है हामी यता कति बस्थ्यौँ यो बाटो आएर यहाँ त बेसुरी सल्लाह थियो काठ सल्लाह यहाँ यो तल उसलाई मिलको लागि काठ मिलको लागि अनि यो माथि हामी यो बाटो जान्थ्यौँ है माथि आए हामी काराहरू हुँदा जिन्दगीमा दुःख पनि गऱ्यो हौ दिदी तर भएन नहुँदो रहेछ म त त्यही जति दुःख गरे पनि त्यति नै रहेछ अब त नगर्ने सबै दुःखहरू भन्छु है माइली मैले त धर त कहाँ दिन्छ गर्नु यहाँ बसिरहन्छु त्यो माइलाई एक्लै छ भात खायो कि खाएन अनि त बिचरा आधी मासी गइरहन्छ है जङ्गल कस्तो राम्रो देखिन्छ दिउँसो भए कस्तो दामी देखिन्थ्यो डाउन भएको पहिला त यहाँ ठुलो दह थियो होइन मान्छे पनि डुबेको यहाँनिर विद्यार्थी यहाँनिर पुल थियो होइन यो मुनि अनि क्याम्पस पढेर आउँदाखेरि यहाँनिर अनि त्यो अहिले पानी नै छैन अहिले यहाँनिर पुल थियो सानो अनि एउटा कहाँ आरी हो कि को मरेर यहाँनिर ल्याएर जलाएको जलाएको नि दिदी आजको हाम्रो भ्रमण पनि यो बाटो खटेरे बाटो अनि रुख राम्रै भयो ल अँधेरो भइसक्यो ठिक छ पुगिहालिन्छ नि जङ्गलमा कोही बेला हिँड्नुपर्छ नि होइन दिदी कहिले सधैँभरि कहाँ हिँड्नु पाइन्छ र साथी भइसक्यो मलाई एउटा डिक्टेल त त्यस्तै हो कुनै बेला चाहिँ यहाँ हिँड्नु पर्यो जस्तो लाग्छ होइन कुनै बेला चाहिँ खार्मीको मान्छे होइन सबै भेटिन्छ गाउँको मान्छे अनि उतापट्टि पसल छोडेर आएर यतापट्टि बोल्नु थाल्छु नि त म अनि भएको एकैसँग त गार्नु पर्छ मेलोमा खाएपछि म बेलुका भात भनेको कहिले पनि खाँदिनँ अलक्षिण बिहान मेरो त्यही हो बेलुका खाँदिनँ नि दिदी अनि त्यही भएर पनि म अलिक छिनेको पनि हो अलिकति टेन्सन भयो भने नखायो होइन टेन्सन भयो भने त नखायो अनि त्यहाँदेखि अनि अचल त झन् अलिक मोटो हुन्छ भन्यो नखायो अझै हुन्छ अनि रक्सी दियो भने खायो फेरि एक गिलास
भन्दा धेरै खायो भने फेरि मलाई मुखबाट खाएको मुखबाट निस्किन्छ है। त्यो चाहिँ बानी राम्रो थियो, त्यो त स्किल लगायो नि त होइन कसै त। अनि 1 गिलास अनि अलिक मिठाई साह्रो खाऊँ नखाऊँ भनेर 1 गिलासको। आज चाहिँ हाम्रो सोलमामा रात पराइ दिदी यस्तो त भयो अँधेरो भइसक्यो। भोलि माइलीले भिडियो गुटुङटुङ अहिले गुटुङटुङ गर न। यस्तो त भयो। बोल्दै बात मार्दै निको म चाहिँ वास्टै गरिनँ कि। दाजु चाहिँ भिडियो गर्नुभएछ? सबै भिडियो गरेछ क्या। अनि घरमा आएपछि पो सबै खोलिदिन्छ लाज भएर। बिचरा दाजु अझै पुगिसक्नु भयो? काममा लागेको नै 15 दिन बाढी भयो। बिचरा कि 9 महिना छ अरे एग्रिमेन्ट। त्यो एग्रिमेन्ट त नि फेरि अनि उ गर्दा रेनु गर्दा भइहाल्छ नि। रिन्यु गर्दा त हुन्छ राम्रो। अहिले अप्ठ्यारो ठाउँमा परेको छ कि। पहिलाको ठाउँमा छैन? छैन, पहिलाको ठाउँमा चाहिँ राम्रो थियो, अहिले अप्ठ्यारो ठाउँमा परेको छ। अनि सजिलो काम दियो भने बस्छु, एग्रिमेन्ट थापेर नआउँछु भन्छ। बिचरा बस्नु पनि धेरै वर्ष बस्नु। कति वर्ष बस्नुभयो दिदी विदेश? मिलनको बाबा विदेश बसेको 11 एउटा कम्पनीमा बसेको 11 पुरा 12 लाख। यो कम्पनी फेर्दै बस्नुभएको? एउटै कम्पनी। पहिला आमा हुँदा पानी 3 साढे 3 वर्षमा फिनिस आएको नि त। फिनिस आएर 1.5 वर्ष काठमाडौँ बसेर ड्राइभर सिकेर गएको हो नि त। त्यहाँबाट पछाडि चाहिँ एउटै कम्पनीमा बसेको छु। 12 वर्ष। बेनिफिट पनि राम्रै आउँछ ल अब त होइन दाजुको? के छ आउँछ पछि। पहिला यो मुनिबाट बाटो थियो। यो घरमा फेरि अर्को घर बनाएछ है दिदी यहाँ तल। कस्तो दामी घर बनाएछ यहाँनिर बाटोमा। तलको घर छ कि छैन?